सेचन गर अपवित्र पवित्र वा सर्वाङ्गस्ततो विवाह यहाँ स्मृत यही छ फुल यसरी चोगेर जतासुकै सेचन गर अपवित्र पवित्र वा सर्वाङ्गस्ततो विवाह यहाँ स्मृत पुण्डरी काक्ष सभ्यन्तर सूची आत्मसूची देह सूची सर्वाङ्ग सूची पुण्डरी काक्षम पुनातु। अब दुर्गालाई चाहिँ नि यहाँ दुर्गाको फोटो छ, दुर्गालाई पूजा गर त। मंगलम भगवान विष्णु मंगलम गरुड मंगलम पुंडरीकाक्ष मंगलाय तन्महरि नमः। जयन्ती मंगलकारिणी दुर्गा दाहिने हुन्, भगवानले रक्षा गरून् भनेको मानिए ज्ञानी भए। जयन्ती मंगलकारी दुर्गा सेवा दुर्गा दाहिने हुन्, भगवानले रक्षा गरून् मनले चिताउनुहोस्। आयु दूरसुती श्री दशरथी शत्रुस्थले कृतिश्च नारायणले दुर्गा दाहिने हुन्, भगवानले रक्षा गरून् मनले चिताउनुहोस्। राम्रो छ, राम्रो हुँदै जान्छ, सबैको हाई हाई हुनु। काली भद्रकाली कपालिनी दुर्गा सेवा समाधात्री स्वाहा स्वाहा नमस्ते। दुर्गा दाहिने हुन्, भगवानले रक्षा गरून् ज्ञानी भए रोग नलागोस्। दुर्गा दाहिने हुन्, भगवानले रक्षा गरून् रोग नलागोस्। मङ्गला काली भद्रकाली कपालिनी दुर्गा सेवा समाधात्री स्वाहा स्वाहा नमस्ते। दुर्गा दाहिने हुन्, भगवानले रक्षा गरून्। दुई तिनवटा फोटो पढे राम्रोसित पढे ज्ञानी भए है, रोग नलागोस्, बाबा मम्मीले भनेको माने है। जयन्ती मङ्गलकारी कपालिनी दुर्गा सेवा समाधात्री स्वाहा स्वाहा नमस्ते। म पढाउने हो नि त्यता भित्रको बोल्दै रहेछ नि शिक्षा भएछ नि। हेलो एभ्रिवान, अब आज दोस्रो दिन भनौँ दसैँको। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, हामी पनि सन्चै आराम नै छौँ। अब हाम्रो यहाँदेखि यात्रा बुटोलदेखि गुल्मीसम्मको हुनेछ र बिचमा लघुवा पसेर जाने भन्ने कुरा भएको छ। लघुवा मेरो मामा घर पर्यो। त्यही हो, सबैलाई बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु, ढिलै भए पनि। किन भन्दाखेरि हिजो हजुरले हिजोको भिडियो त हेरिसक्नुभयो दसैँको, यो दसैँको अर्को दिनको भिडियो हो। अहिले घडीमा 11:14 गएको छ। भिडियो हेर्दै गर्नु के कसो हुन्छ देखाउँदै जान्छु म नि, सकेको जति क्याप्चर हुन्छ त्यति राख्ने यो भिडियो। फ्युल भरिएर हामी अगाडि बढेको छौँ। बुटोल मार्केट चाहिँ आज के भन्छ बन्द जस्तै छ, खाली नै छ। किनभने अब दोस्रो दिन हो नि त, मान्छेहरू त्यो गाउँमै हुन्छ, फर्किन पाउँदैन गाडीहरू र यति चाँडै कोही पनि फर्किँदैन फेरि। अहिले हामी सिद्धबाबा आसपासमा आइपुगेको छौँ। यहाँ फर्किने मान्छेको जमात लामो हुँदैछ। हामीलाई यही पानी पर्ला जस्तो भएको छ। थोपाल त हानिहाल्यो नि त, तर पानी चाहिँ उतापट्टि सिद्धबाबाको साइडमा मात्र परेको जस्तो लाग्छ मलाई, यतापट्टि छैन। त्यही भएर हल्का फास्ट गरेको छु मैले यतापट्टि। हेरौँ अगाडि पानी परेछ, रेनकोट त ल्याएको छ। फर्किने गाडीहरू होइन, आउने त भिड छ, जाने खाली छ बरु। मौसम हेर्नु गाइज, मौसम
ठ्याक्क माथि माथि बादल, तल तल हल्का हल्का घाम, बाटो खाली, बाटो राम्रो, त्यो पनि त के चाहिन्छ र हो। खै छैजन क्या हो छैजन ऊ त्यही गाडी त होइन क्या यो गाडी अगाडि यति अगाडि आइदियो हुन्थ्यो होला नि बरु। दुईवटा ठुला भयो बाइक काँड चिरेर अन्त यहाँ अड्छ यहाँ त उनी उता गएछ अटिहाल्छ नि बस त। दसैँ लाग्यो दसैँ आयो। खाना खायोरी अहिले अगाडि बढ्यो। केराबारीमा खाना खायो मस्त मिठो होइन। अब हामी अगाडि त्यहाँनिर पानी पर्ला चाहिँ भयो कि फेरि आज पानीले लखटी पुऱ्याउने भयो त। डुम्रे कटियो होइन। बाइकमा अगाडिको टायरमा हावा कम हुँदाखेरि डिस्टर्ब गरिरहेको थियो कि हिँड्दाखेरि। अहिले त त्यस्तो मोमेन्ट छैन, अघि त धेरै हल्लिएको थियो, ठिक भयो होइन। अब हामी अगाडि बढ्छौँ, अघिनिबाट बढ्छौँ होइन। देवकोटा चोक तान्छेन के बर्तुङनिर आइपुग्यो हाम्रो। आज मौसम खुलेको छ जे होस्, डाँडा छ्याक्क छ क्या। अहिले हामी चाहिँ ढुङ्गा खानी आइपुगेको छौँ। यात्रा जारी नै छ सर होइन। मौसम खुलेको क्या त्यही आनन्द लाग्ने त। चिसो छ, माथि टक्क कालो बादल छ। यहाँदेखि हार्थोक 5 किलोमिटर भन्यो, तम्घा 70 किलोमिटर रहेछ होइन। बाबा कि जय। कता उता हुनुहुन्छ र। हामी हार्थोकदेखि त देउरालीको बाटो जान थालेको। देउरालीदेखि हामी मामा घर पुगिन्छ। यहाँदेखि अब 5-10 मिनटमा मामा घर पुगिन्छ। त्यसै भेटौँला। हामीहरू अलि देउराली आइयो। यहाँदेखि हामी तल्लो बाटो लाग्छौँ। हामीहरू मामा घर त आइयो, जाने बाटो चाहिँ खोज्न पर्यो नि। खुर्सानी निमट ठेला नै। राम्रो होस्, जति कमाएको ननाप्नु होला, यस्तो कराउन पाइयोस् सधैँ। अन्त भेट्न आउनु पर्छ है। श्री सत्य लक्ष्मी जप ओम पृष्ठो अग्नि पृष्ठो पृथ्व्यामो हरिराविवेश वैशान चनतफलले पूजा गरेर बत्तीलाई ओम पृष्ठो दिव्य अग्नि पृष्ठो
दीपोहर तुमे पापम दीपज्योति नमस्तुते शुभम भवतु कल्याणम आरोग्यम शुभ संपदः ज्ञान ज्योति प्रकाशाय दीपज्योति नमस्तुते भो दीपो तम ब्रह्मरूप अंधकार निवारिक इमामया कृताम पूजा गिरहणम परमेश्वर त्यसमा राख्दिनु फुल सुस्त रे एवा सविता हिरण्यपाणीको टेमामा प्रवेश कलशतामा कलशलाई सोही राखम है अग्रजम कलशमया तम्मिलाको सो रुद्र विश्वदेव सप्तत्रिका त्वयि तिष्ठानि सर्वेति यतपा कामफल प्रदा तत्प्रसादमिदं यज्ञम अहिले त्यो दिने बेला त्यही संकल्प गरेको जल छ त्यसैले लिए हुन्छ त्यही जलले गरेपछि हुन्छ पूजा गरेर राख्यो येल्लो लाइदो दिन्छु क्या पहिले येल्लो झर्दैन हैन जितिन्छ कि के अरे जित दिदी बहिनीको आशीर्वादले ल हिँड्दै गरे त सके मेरा भाइ अब दाया बाया होइन यहाँ थुन्नी हातिनु हामीलाई ल्याइदिने हो छुनी यसो छोएर लगाइदियो चिलाउला आनन्द तिमीले अब यो मेरा भाइ रेडी गराउने हो कि कपडा खेल्नु तपाईँको हात सर्ट लाने हुन्छ के हाल्ने हो नमस्ते गर्नुहोस् आमालाई कति राम्रो अलि माथि गराइदिनु यो पुऱ्यो अलि माथि लाई बुढा भइयो हेर खै रातो यति माया गरेको यति माया गरेर बिरालो बनाइदिएला हैन हेर्न बरो गरे यहाँ सानो खै ऐको सबैको गराइदियो उठा 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 हो फेरि अब यता हाल्दे हो अब त्यता हाल्दे भाइ त झन् मेन भयो त यहाँ टिलटिले भाइ यता आएर लाउनेले आँखा टेढा नगराउ सिधा आरे उतै फर्क्यौ ल हल लाग्छ हात यस्तो भने के होइन लामो होइन आरोको तल दिदी मैले उतापट्टि टिका नचलाउनु भोग लाग्छ कि नि त भोग लाग्छ कि नि त लाइरहेछ होइन कि अब निरारमा लगाइहालेपछि त फेरि नै नै ठिक छ बहन दाइ अबिका दिदी है मम्मी खिच्ने मात्रै त्यो अडे खिच्दिनु कानमा लाउने कानमा लाएर रोजिनु अरु चेक दिनु के त्यही
मैले देख्दै नानीले बिर्सी जस्तो कामा त के लगाइदिस् त ए आमाहरू उताको बुढो घरमा हो लगाएको लगाएपछि पुस्ने के पातमा रातो रहेछ मिलाउने के पातमा रातो रहेछ रातो टिका रातो लगाइदिएँ मैले त लगाएको होइन भएको के के लगाइदिनु यो लगाइदिनु र यो यो लगाइदिनु एउटा लियो एउटा लियो येल्लो ल्याउँछ कता लगाइदिनु बिटा लगाइदिनु त मलाई हल्का ट्राई हुन्छ यता आउनु यता त उतै जा भन्न बस्छु खुट्टा भन्नु ढोग्दा भन्नु न ल अब त्यहाँ छिन् फेरि उता ल दिदी उठाऊ ल मैले दुईटा हातले सबै त्यो समाते पनि पहिला यो प्रसाद खाएर खाने ल ल आफ्नो भाग बुक गरेको सानोमा यो सुन्तला मिठाई भनेर खान्थ्यौँ आज फेरि यस्तो स्वाद खान पाइयो मजा आइरहेको त्यो भन न मेरो दाइ भनिरहेछु मन भने सबै कालै हो ल दाइ सुरु गर्नु दीपावली तथा भाइटिका 2082 7 महिना आज 6 गते यो हाम्रो घोडगाउँमा मनाइरहेका छौँ। यस पावन अवसरमा सम्पूर्ण हामी परिवार लगायत सम्पूर्ण गाउँवासी देशवासीहरूमा हार्दिक मङ्गलमय शुभकामना हाम्रो तर्फबाट धन्यवाद। ह्याप्पी तिहार 2082 भयो मेरो त्यति हो। अमिका दिदी सबैलाई तिहारको धेरै धेरै शुभकामना। यसपालि हामी अहिले गाउँमा रमाइरहेका छौँ र यति। अन्जु दिदी यस 82 सालको भाइटिकाको सम्पूर्णमा शुभकामना। अलि धेरै नै रमाइलो छ, धेरैजना भएर मनाउन पाएका छौँ। भाइ शुभकामना ह्याप्पी तिहार ल सुपरबा ह्याप्पी तिहार 2082 दिचिका आरोही ह्याप्पी तिहार 2082 दिचिका ह्याप्पी तिहार 2082 फुपू दिदी दीपावलीको सबैलाई शुभकामना छ। मेरा सबै माइतीहरू दाइ भाइ दिदी बहिनी भाउजू बुहारी सबैमा धेरै धेरै शुभकामना छ तिहारको। सधैँ संसार राम्रो होस् सबैलाई, त्यही हो मेरो। ठुल्यामा म त आउनै केही पनि त्यही त भन्दिनु सबैलाई शुभकामना छ भन्दिनु। सबैलाई शुभकामना, रमाइलो भयो सधैँभरि यस्तै रमाइलो होस्। माइली आमा शुभकामना सबैलाई। फेरि भन्नु त शुभकामना सबैलाई। काइले आन्टी तिहारको सबैजनालाई शुभकामना मेरो तर्फबाट त्यही हो। मम्मी 2082 सालको हार्दिक दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। हाम्रो परिवार सबै जम्मा भएर तिहार मनाउन पाएकोमा धेरै धेरै खुसी छ र मेरो एउटा छोरा छुटेकोमा पनि धेरै मन दुखी छ। अरू चाहिँ हाम्रो परिवार धेरै खुसी छ। अङ्कल यो 2082 को तिहार तथा भाइटिकाको उपलक्ष्यमा सबैलाई हार्दिक 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 शुभकामना। ल फाइनलमा बाबा 2082 सालको यस तिहारको उपलक्ष्यमा सबैमा हार्दिक मङ्गलमय शुभकामना। हामी सधैँ भाइहरू जम्मा भएर लाउनेमा दुईटा भाइ छुटे, एउटा छोरो छुट्यो। त्यसैमा चाहिँ एउटा अलि नरमाइलो जस्तो लाग्यो। नभए समग्र रूपमा चाहिँ हाम्रा परिवारहरू सबै जम्मा भएको र चाहिँ त्यसैमा चाहिँ धेरै खुसी छौँ र धेरै वर्षमा चाहिँ हामीले घरमा लगाउन पाइयो। यही चाहिँ खुसियाली छ। आगामी दिनमा पनि
सबै परिवारहरू एक ठाउँमा जम्मा भएर लगाउँदा राम्रो हुन्छ र सबैले पनि यो चाहिँ नि मनन गर्नु होला। त्यही हो। ल शान्ति दिदी ह्याप्पी तिहार। यसपालि मेरो टिका भएन, त्यही पनि यहाँ सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। ल सबैजनाले एकैचोटि ह्याप्पी तिहार भन्नु है त। Thank you.